आज हामी मरिनाको प्लान्टेसनको लागि गइरहेका छौँ। हामीले विगतका वर्षहरूमा सँगै बिरुवा मात्र खरिद गरेर प्लान्टेसन गर्ने गरेका थियौँ र यस वर्षदेखि हामीले परार लगाएको 3 वर्ष अगाडिको बिरुवालाई काटछाँट गरेर त्यसका हाँगाबाट हामीले प्लान्टेसन सुरु गर्न लागेका छौँ र कतिपय बिरुवा हामीले काटछाँट गरेर लगाएको अवस्था छ र त्यसमा लगाउँदाखेरि अहिले 1 महिना जति भयो। बिरुवा अहिले त्यही हाँगाबाट पलाएर आइरहेको अवस्था पनि छ। त्यसैलाई थप अझै बढी बढाउनको निमित्त हामीले आज पनि फेरि यो मरिनाका केही हाँगाहरू ल्याएर यसलाई सार्ने कार्य गरिरहेका छौँ। यो हामीले बर्खाको समयमा चाहिँ यो माटो कमलो भएको र यो यसरी सार्दाखेरि आफै दब्ने भएको कारणले हामीले खाल्टा नखालिकन गाडेका हौँ र हामीले यो सार्ने समय भनेको चैतदेखि सुरु हुन्छ। चैतमा चाहिँ माटो साह्रो भएको कारणले हामीले खाल्टो खनेर 1 फिटको खाल्टो खनेर गाड्नुपर्छ। अब हामी त्यो प्लान्टेसन गरेको शीतल चिनीको बिरुवालाई चाहिँ हामीले माथि त्यसको टुप्पो भागमा चाहिँ हामीले मल राख्नुपर्छ, गिलो मल। त्यो मल राख्ने कार्य चाहिँ हामीले गर्दैछौँ। यसो गरेपछि चाहिँ यो बिरुवाले चाहिँ चिसोपना लिइराख्छ र यसमा परेको पानी पनि यो मलले सोचिराख्ने र मल चिसो भइराख्ने कारणले छिटो पलाओस् भन्नको लागि हामीले यो राखिएको छ, सुकेर नजाओस् भनेर।